नमस्कार। एलएलबी इन्ट्रान्स प्रिपरेसन सिरिज अन्तर्गत 4 वटा संहिताहरूबाट हामीलाई 20 मार्क्स कम्बाइन रूपमा सोधिन्छ भने जस अन्तर्गत हामीले बाँकी 3 वटा संहिताको कन्सेप्टहरू अलमोस्ट यसभन्दा अघिको भिडियोमा गेन गरिसकेको छौँ। त्यसैगरी अहिले हामी चौथो संहिता मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को के बेसिक कन्सेप्टहरू र यसको इम्पोर्टेन्ट इनिशियल 50 एमसिक्यूजहरू डिस्कसन गर्न हामी उपस्थित भइसकेका छौँ। यस संहिता 2074 साल आश्विन 30 गते प्रमाणीकरण भएर 2075 साल भाद्र 1 गतेदेखि 2075 चाहिँ यो संहिता प्रारम्भ भएको हो। यसैगरी यस संहिता पनि बाँकी संहिता सरह नै नेपालको संविधानको धारा 296 को उपधारा 1 बमोजिमको व्यवस्थापिका संसदले बनाएको हो भने यो संहिता 2074 सालको ऐन नम्बर 37 हो। यस संहितामा 16 परिच्छेद 198 दफा र जम्मा 50 अनुसूची रहेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिताको बाँकी विस्तृतीकरणमा जाँदाखेरि हामीले यसलाई परिभाषा र सामान्य प्रावधानहरू, अनुसन्धान सम्बन्धी व्यवस्था, पक्राउ र हिरासत सम्बन्धी व्यवस्था, अभियोजन र मुद्दा दायरी, थुना, जमानत र धरौटी, फैसला, पुनरावेदन र कार्यान्वयनको केही क्याटेगोरीमा डिभाइड गरेर इनिशियल 50 क्वेसनहरू डिस्कसन गर्छौँ। यसमा इम्पोर्टेन्ट कुरो के रहेको छ भनेपछि प्रारम्भ 75 साल भदौ 1 गतेदेखि भएको यो ऐन नम्बर 37 हो। अनि त्यसपछि हिरासतको अधिकतम समय 25 दिनको हुन्छ। प्रारम्भिक अनुसन्धान प्रतिवेदन 3 दिनभित्र बुझाइसक्नुपर्छ। विशेष कसुरमा थप 15 दिनसम्म हिरासतको अवधि बढाउन सकिन्छ। सजाय छुट 25%, सहयोग गरेमा 50% छुट भन्ने जस्तो क्वेसनहरू चाहिँ अलि इम्पोर्टेन्टहरू रहेको छ। ल क्वेसन नम्बर 1 मुलुकी फौजदारी कार्यविधि संहिता 2074 प्रारम्भ कहिलेदेखि भएको भन्दाखेरि 2075 साल भाद्र 1 गतेदेखि यो ऐन नम्बर 37 हो। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 2 घ अनुसार उजुरी भन्नाले के सम्झनुपर्छ भनेको छ। उजुरी भन्नाले अदालतमा दायर हुने फिर्याद पत्र र अनुसूची 1 र अनुसूची 2 अन्तर्गतका कसुरका अभियोग पत्र र अन्य मुद्दाका प्रतिवेदन सम्झनुपर्छ। दफा 2 त अनुसार सरकारी वकिल भन्नाले कसलाई सम्झनुपर्छ भनेको छ। महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्तालाई सरकारी वकिल भनेर सम्झनुपर्छ। क्वेसन नम्बर 5 को दफा 2 ह अनुसार फौजदारी मुद्दा भन्नाले के सम्झनुपर्छ भनेको छ। यसमा चाहिँ अनुसूची 1, अनुसूची 2, अनुसूची 3 र अनुसूची 4 अन्तर्गत कसुर सम्बन्धी मुद्दाहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 2 ह अनुसार फौजदारी मुद्दा भनेर सम्झनुपर्छ। यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 3 अनुसार यो संहिताले के गर्दैन भनेको छ। यसको एन्सर हो कुनै कसुरको अनुसन्धान, अभियोजन, सुनवाई र फैसला कार्यान्वयनमा छुट्टै ऐनमा व्यवस्था भएको विषयमा असर पार्दैन है त। किनभने यो पर्टिकुलर भन्दा नि जेनरल टाइपको ऐन हो। यो हामीले बुझ्नुपर्छ। यो 4 वटा हामीले जुन संहिताहरू पढ्यौँ यी कुनै पनि संहिताले अरु कुनै ऐनमा यदि त्यस्तो छ भने त्यसले असर गर्दैन नि, जेनरल टाइपको ऐनहरू हुन् है त। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को अनुसूची 1 मा उल्लेखित कसुरको अनुसन्धान कसले गर्छ भने छ। त्यसको अनुसन्धान प्रहरी कार्यालयले गर्छ। त्यसैगरी दफा 10 अनुसार प्रारम्भिक अनुसन्धान प्रतिवेदन कहाँ र कति दिनमा पठाउनुपर्छ भनेको छ। जिल्ला सरकारी वकिल कार्यालयमा 3 दिनभित्र अनुसन्धान प्रतिवेदन पठाउनुपर्छ। त्यसैगरी दफा 4 अनुसार अनुसूची 1 मा उल्लेखित कसुर भएको सूचना कहाँ दिनुपर्छ भनेको छ। नजिकको प्रहरी कार्यालयमा दिनुपर्छ। दफा 4.3 अनुसार जारी दरखास्त गर्दा जायरवालाले के दिनुपर्छ भनेको छ। अनुसूची 6 बमोजिमको ढाँचामा भरपाई दिनुपर्छ है। त्यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को
दफा 8(1) अनुसार अनुसन्धान गर्न कम्तीमा कुन दर्जाको प्रयोग कर्मचारीलाई अनुसन्धान अधिकारी तोक्नुपर्छ भनेको छ। यसको सही एन्सर रहेको छ प्रहरी नायब निरीक्षक है त। यसै गरी दफा 8(2) अनुसार घटनास्थल मुचुल्का तयार गर्दा के कुरा उल्लेख गर्नुपर्छ भनेको छ। मुचुल्कामा कसुर भएको मिति, समय र कसुर भएको ठाउँको ठेगाना र रेखाचित्र, ठाउँको वस्तुस्थिति र दशी प्रमाणहरू उल्लेख गर्नुपर्छ। त्यसै गरी दफा 9(1) अनुसार कसुरसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न के गर्नुपर्छ भनेको छ। यसको एन्सर हो कसुर गर्दा गर्दैको अवस्थामा वा कसुरसँग सम्बन्धित फेला परेमा तत्काल पक्राउ गर्न सकिन्छ भनेको छ। दफा 9(11) अनुसार कुनै महिलालाई पक्राउ गर्नु परेमा के गर्नुपर्छ भनेको छ। एन्सर रहेको छ यथासम्भव महिला प्रहरीद्वारा पक्राउ गर्नुपर्छ। महिला प्रहरी उपलब्ध नभएमा इज्जत र प्रतिष्ठामा आँच नआउने गरी पुरुष प्रहरीले पक्राउ गर्न बाध्य छैन भनेको छ है। अप्ठ्यारो पर्दैन भन्न खोजेको। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 17(1) अनुसार अनुसन्धान अधिकारीले सोधेको प्रश्नको जवाब दिन कसले कर लाग्दैन भनेपछि आफू उपर कुनै कसुरको अभियोग लाग्न सक्ने किसिमको जवाब दिन कुनै व्यक्तिलाई है त। सोध्यो भनेमा त्यो सबै भन्नुपर्छ भन्ने छैन भन्न खोजे जस्तो छ। दफा 18(11) अनुसार घर खानतलासी लिँदा कुन समयको सीमा छ भनेपछि सूर्योदयदेखि सूर्यास्त हुनुसम्म भनेको छ है त। यसमा के भनिन्छ भनेपछि दफा 18(11) अनुसार कसैको घरको तलासी लिनु परेमा तत्काल तलासी नलिएमा कसुरसँग सम्बन्धित दशी प्रमाण लोप वा नाश हुने वा शङ्कास्पद व्यक्ति भाग्न सक्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएकोमा बाहेक कसैको घरको तलासी लिनु परेमा सूर्योदयदेखि सूर्यास्त हुनु अघिसम्मको समयभित्र लिनुपर्छ भनेर उल्लेख गरेको छ। दफा 19(2) अनुसार घटनास्थलमा मुचुल्का तयार गर्दा रोभरमा कम्तीमा कतिजना स्थानीय व्यक्ति राख्नुपर्छ भन्दाखेरि कम्तीमा 2 जना स्थानीय व्यक्ति र स्थानीय तहको 1 जना सदस्य हुनुपर्छ है त। अनि दफा 31(5) अनुसार अनुसन्धान प्रतिवेदन पाएपछि सरकारी वकिलले थप अनुसन्धान गर्ने निर्देशन दिएमा कति दिनभित्र थप अनुसन्धान पुरा गर्नुपर्छ भनेपछि 15 दिनपछि 15 दिनभित्र है। त्यसै गरी पक्राउ र हिरासत सम्बन्धी व्यवस्थामा दफा 14(1) अनुसार पक्राउ गरेपछि अभियुक्तलाई कति घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्छ भन्दाखेरि 24 घण्टाभित्र उपस्थित गराउनुपर्छ। त्यसै गरी दफा 14(6) अनुसार अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिँदा मुद्दा हेर्ने अधिकारीले कति दिनसम्म राख्ने आदेश दिन सक्छ भनिन्छ। एकैपटक वा पटक पटक गरी बढीमा 25 दिनसम्म। यसै गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 14(7) अनुसार विशेष किसिमका कसुरमा जस्तो कि राष्ट्रपतिमाथि आक्रमण, जासुसी, अपहरण आदि अझ थप कति दिनसम्म हिरासतमा राख्न सकिन्छ भनेपछि थप 15 दिनसम्म है त। यसै गरी दफा 14(10) अनुसार कुन व्यक्तिलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिन्छ। एन्सर 7 महिनाभन्दा बढी अवधिको गर्भवती महिला, बालबालिका र 75 वर्ष नागेको व्यक्ति। यसै गरी दफा 15(1) अनुसार अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिलाई कसको सहमति लिएर छाड्न सक्छ भनेछ सरकारी वकिलको सहमति लिएर छाड्न सक्छ। दफा 15(4) अनुसार हाजिर जमानी दिने व्यक्तिले तोकेको समयमा मान्छे उपस्थित नगराएमा कति जरिवाना हुन सक्छ भन्दाखेरि 50,000 सम्म जरिवाना हुन सक्छ। दफा 13(3) अनुसार हिरासतमा लिएको व्यक्तिले के माग्न पाउँछ भनेपछि कानुनी व्यवसायीसँग सल्लाह लिन पाउने अधिकार माग्न पाउँछ। दफा 32(2) अनुसार अभियोग पत्र पेश गर्दा साथमा के पेश गर्नुपर्छ भनेपछि कसुरका सम्बन्धमा सङ्कलित सबुत, प्रमाण, दशी तथा वस्तु र अभियुक्त हिरासतमा रहेको भए निजसहित है त। अनि यसै गरी दफा 33 अनुसार अभियुक्तले कसुर स्वीकार गरेर अनुसन्धानमा पूर्ण सहयोग गरेमा कति प्रतिशत सजाय छुट पाउँछ भनेको छ 25% सम्म छुट पाउँछ है त। त्यसै गरी दफा 20 अनुसार कुनै व्यक्ति शङ्कास्पद स्थितिमा मरेको जानकारी पाएमा अनुसन्धान अधिकारीले सर्वप्रथम के गर्नुपर्छ भनेको छ। एन्सर तुरुन्त लास रहेको ठाउँमा गई लास जाँच गर्नुपर्छ। यसै गरी अभियोजन र मुद्दा दायरी सम्बन्धी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 32(1) अनुसार अभियोग पत्रमा के विवरण उल्लेख गर्नुपर्छ भनेको छ। अभियुक्तको पूरा विवरण, कसुरको विवरण, दशी प्रमाण, लगाइएको अभियोगको आधार र सजायको मागदाबी। यसै गरी
मुलुकी अपराध संहिता 2074 अनुसार नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा अभियोजनको अधिकार कसलाई हुन्छ भन्दाखेरि मान्य अधिवक्ता र निजका मातहतका सरकारी वकिललाई। यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 31(2) अनुसार थुनामा नभएको मुद्दामा अनुसन्धान प्रतिवेदन कति दिन अगाडि पठाउनुपर्छ भन्दा सम्बन्धित कानुनको हदमा पुग्ने कम्तीमा 15 दिन अघि है त। त्यसैगरी अनुसूची 4 मा उल्लेखित कसुरको मुद्दामा कसले दायर गर्न सक्छ भने चाहिँ मुद्दा कसले दायर गर्न सक्छ भन्दा सम्बन्धित व्यक्ति आफैले दायर गर्न सक्छ। यसैगरी दफा 33(3) ख अनुसार अभियुक्तले आफूसँग सम्बन्धित कसुरमा साबित भई अन्य कसुरदार वा गिरोह पक्राउ गर्न सहयोग गरेमा कति प्रतिशत सजाय छुट हुन सक्छ भन्दा त्यस्तो अवस्थामा 50% सहयोग छुट हुन्छ है त्यस्तो गरेमा। अनि त्यसै गरी मुद्दा नचलाउने निर्णय भएमा पनि कुन अवस्थामा पुनः अनुसन्धान गरी अभियोग पत्र दायर गर्न सकिन्छ भन्दाखेरि पछि कुनै महत्त्वपूर्ण प्रमाण प्राप्त भएमा है त। यसैगरी दफा 5 अनुसार जाहेरी दरखास्त दर्ता गर्न इन्कार गरेमा कहाँ उजुर गर्न सकिन्छ भन्दाखेरि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा भनेको प्रहरीले जाहेरी दरखास्त दर्ता गर्न इन्कार गरेमा या त सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमा वा त माथिल्लो तहको प्रहरी कार्यालयमा। दफा 32(1) ज 2 अनुसार अभियोग पत्रमा थप के उल्लेख गर्नुपर्छ भन्दाखेरि अभियोजन गर्न लागेको कसुर, सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन अन्तर्गतको सम्बन्ध कसुरमा परिदेखिएमा सोको विवरण है त। त्यसैगरी थुना, जमानत र धरौटीसँग सम्बन्धित मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार अभियोग पत्र दायर भएपछि मुद्दा हेर्ने अधिकारीले थुनचेक आदेश दिने आधार के हो भन्दाखेरि अभियुक्त भाग्ने, प्रमाण नष्ट गर्ने वा पीडितमाथि प्रभाव पार्न सक्ने सम्भावना भएमा। यसैगरी जमानत दिने सम्बन्धमा कुन सिद्धान्त लागू हुन्छ भन्दाखेरि अदालतले मुद्दाको प्रकृति, कसुरको गम्भीरता र अभियुक्तको पृष्ठभूमि हेरी विवेकसहित जमानत दिन वा नदिन सक्छ। यसैगरी अभियोजनमा सहयोग गरेकोमा सजाय छुट दिने सम्बन्धमा अभियोग पत्रमा माग दाबी लिएर दायर गर्न के गर्नुपर्छ भन्दाखेरि सरकारी वकिलले अनुसन्धान अधिकारीको सिफारिस र सहयोगको आधारमा सजाय छुटको माग दाबी सहित शर्त सहित अभियोग पत्र दायर गर्न सक्छ। यसैगरी दफा 9(8) अनुसार पक्राउ गर्दा प्रहरी उपलब्ध नभएमा कसुर गर्दागर्दैको अवस्थामा सर्वसाधारण नागरिकले के गर्न सक्छ भन्दा कसुर गर्ने व्यक्तिलाई भाग्न वा उम्कन नदिई नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्छ। यसैगरी दफा 16(1) अनुसार अनुसूची 1 र अनुसूची 2 अन्तर्गतका कसुरका सम्बन्धमा अभियुक्तको बयान कसको उपस्थितिमा लिनुपर्छ भन्दा सरकारी वकिल समक्ष। यसैगरी दफा 25 अनुसार अनुसन्धान डायरी राख्नु किन आवश्यक छ भन्दाखेरि अनुसन्धानको सम्बन्धमा आफूले गरेको प्रत्येक काम कारबाहीको तत्काल अभिलेख गर्न। यसैगरी दफा 9(6) अनुसार प्रहरी कर्मचारीले कुनै कसुर हुँदा गर्दैको अवस्थामा कसुर गर्ने व्यक्तिलाई के गर्नुपर्छ भन्दा तुरुन्त पक्राउ गर्नुपर्छ। यसैगरी दफा 13(5) अनुसार हिरासतमा लिएको व्यक्तिको परिचय उपलब्ध नभएमा के गर्नुपर्छ भन्दा सम्बन्धित व्यक्तिको नाम, थर, उमेर, वतन र पहिचान हुने अन्य कागजातको प्रतिलिपि लिई अभिलेख तयार गर्नुपर्छ। फैसला, पुनरावेदन र कार्यान्वयन अन्तर्गत मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार फौजदारी मुद्दामा फैसला कहाँ गर्नुपर्छ भन्दा खुला इजलासमा गर्नुपर्छ। यो चाहिँ प्राकृतिक न्यायको मौलिक सिद्धान्त हो। त्यसैगरी जिल्ला अदालतले गरेको फैसलामा चित्त नबुझेमा पुनरावेदन कहाँ दिनुपर्छ भन्दा अहिलेको अवस्थामा उच्च अदालतमा दिनुपर्छ। त्यसैगरी फौजदारी मुद्दामा कसुरदारलाई सजाय गर्दा के विचार गर्नुपर्छ भन्दा कसुरको प्रकृति, कसुरदारको पृष्ठभूमि, कसुरको गम्भीरता बढाउने र घटाउने परिस्थितिहरू। फौजदारी मुद्दामा पीडितलाई कुन अधिकार हुन्छ भन्दाखेरि मुद्दाको अनुसन्धान र कारबाही सम्बन्धी जानकारी पाउने र सामाजिक पुनर्स्थापना र हर्जना सहितको न्याय पाउने अधिकार हुन्छ। सरकारी वकिलको मुख्य भूमिका के हो भन्दाखेरि राज्यको तर्फबाट अभियोजन गरी अदालतमा मुद्दा चलाउनु। र अन्तिम क्वेसन रहेको छ मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार अनुसन्धानको क्रममा भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना भएको पाइएमा के गर्न सकिन्छ भन्दाखेरि 3 दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाई तामेलीमा राख्न वा थप अनुसन्धान गर्न सकिन्छ। यसैगरी हामीले चारवटै संहिताको टप मोस्ट इम्पोर्टेन्ट इनिसियल 50
क्वेसन्सहरू फ्रम इच संहिता डिस्कसन गर्यौँ। यसले गर्दा यहाँहरूको प्रिपरेसनमा फर्दर हेल्प हुने नै छ भन्ने अपेक्षा गरेको छु। प्रिपरेसन बेटर होस्। थ्याङ्क यू सो मच।